हेलो गाइज नमस्ते र स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। तपाईहरु देख्न सक्नुहुन्छ अहिले म छु पशुपतिमा र हामीले दर्शन पनि गरिसकेर फर्किँदैछौँ। किन भन्दाखेरि चाहिँ पशुपतिमा अघि गरेको भए चाहिँ अब भित्र अलाउ गर्नुहुन्न यहाँनिर, त्यसले गर्दाखेरि। अनि मसँग छ अर्पणा। हाई र अर्पणा हाम्रो फाइनलिस्ट भइसकेको छ। हजुरहरूको माया आशीर्वाद र भगवानको आशीर्वाद चाहिँ सायद है, अनि उसको मेहनतले पनि यस त्यो पनि जान्छ। अनि हामी चाहिँ बिहान उठेर यहाँ अहिले दर्शन गरेर फर्किँदैछौँ। अब पुरै भोक लाग्दैछ, खास भन्नु हुँदैन अरे दर्शन गर्नु आउँदाखेरि हो। अनि खाना खान जाने अब हामी कहाँनिर जान्छौँ, ल्यान्डमा लेट्सी कहाँ जान्छौँ। अनि तँलाई कस्तो लाग्दैछ फाइनलिस्ट भएर अब त्यो भनिदिइहाल्नु। म एकदमै खुसी छु र म एकदमै थ्याङ्कफुल अनि ग्रेटफुल छु हजुरहरू सबैजनालाई। हजुरहरूले धेरै मानेर सपोर्ट गर्नु मलाई फिनालेसम्म पुऱ्याइदिनु भएको छ र आई लभ यु अल फर द्याट। अनि अब विन दिस टुगेदर। यस, अनि त्यो पनि अब एकदम पोजिटिभ छौँ हामी र अब ट्रफी एकदम सिक्किम लाने हामी है। अन्त कम्पाउन्ड ठुलो रहेछ यहाँ पशुपतिको, अन्त त्यसले गर्दा अहिले हामी मेन लाइनदेखि हिँड्नु अलिकति टाइम लाग्छ। तपाईँहरू बनिरहनुहोस् मेरो साथमा र हेर्नुहोस् यो पुरा भिडियो है। गाइज यस्तो बेसी भोक लागेछ कि भोकको चक्करमा मैले भ्लग कन्टिन्यू त्यही हुन्छ मेरो प्रब्लमै, कन्टिन्यू गर्ने बिर्सिन्छ। सुरु त गर्छु कन्टिन्यू हुँदैन। एनिवेज हामी यो एउटा रेस्टुरेन्टमा आएको छौँ, यहाँनिर खाना खाँदैछौँ। एन्ड अलमोस्ट मैले त खाइ पनि सकेँ। अनि रियलाइज भयो मलाई कि मैले भ्लग गर्दै थिएँ। अन्त यो सकेर चाहिँ हामी प्र्याक्टिसको लागि निक्लिँदैछौँ, अर्पणाको प्र्याक्टिसको लागि। अनि सङ प्र्याक्टिसको लागि उसलाई चाहिँ टेन्सन हुँदैछ कि उसले सिकेकै छैन अरे। अब आज सिक्नु नि त, भोलि पर्फर्म गर्नु पर्दैन त्यस्तो छ है अब यसको अपडेट चाहिँ ल। तर भइहाल्छ, यसले राम्रो गर्छ लास्टमा गएर, ठिक छ। सेटमै थियो, यत्रो बेरसम्म प्र्याक्टिस चल्दै थियो हो। अन्त यो चाहिँ हामीले प्र्याक्टिस गरेको चाहिँ देखाउनु मिल्दैन, त्यसले गर्दाखेरि चाहिँ यस्तो चल्दैछ। किनभने देखाउनु मिल्दैन टेलिकास्ट हुनुभन्दा अगाडि। अनि आई नो यो टेलिकास्ट भएर आई डोन्ट नो म कहिले यो भ्लग अपलोड गर्छु, त्यसले गर्दा मैले भिडियो नगरेको। कान्ट टेक अ रिस्क। प्र्याक्टिस भइसकेर चाहिँ इन्द्रकला र अर्पणा गाडी भनेको छ इनड्राइभ। अनि अब के को लागि गएको भन्दै त दर्शक वृन्द, के भन्छ दर्शक कस्ट्युम। यिनीहरूले बेसी भोट अपिल गरेर मजाले भन्छ नि त, के अरे दर्शक रूपी श्रोता। वाह। म अर्पणा र हामी अब सपिङको लागि हामी जाँदैछौँ। बाई बाई दादा। बाटोमा भोट माग्नु यहाँ दादाले बाटो अहिले त क्लोज छ नि त भोटिङ लाइन, अहिले त क्लोज छ नि त भोटिङ लाइन। 30 होइन कसरी भयो त, अहिले त क्लोज छ नि त उसको। अब फाइनलमा चाहिँ हाल्नु ल। अहिलेसम्म यसले बाटोमा भोट अपिल गर्दैछ यहाँनिर चाहिँ। यिनीहरूसँग हिँड्दा चाहिँ लाखको मात्रै गफ हुँदैन है, करोडको गफ हुन्छ यहाँनिर। भोटको चाहिँ करोडको। क्याम्पेन चल्दैछ हाम्रो। हजुरहरू सबैजनाले भोट गरिदिनु होला। तर हाम्रो कुरा कहिले सुन्छ यो भित्ता बाहेक सो अब फिलहाल चाहिँ हामी जाँदैछौँ कस्ट्युम हेर्नु, जो चाहिँ हजुरहरू हेर्नु हुनेवाला छ स्याटरडे। अनि अहिले नैदेखि जस्ट हेरिरहेको ढुक्क हुन्छ भनेर। अनि म त त्यही हो नि, अब एसिस्टेन्ट भइसकेको छु यहाँ। काम गर्नुमा ऊभन्दा बेसी झकझकाउनुपर्छ। वान पिस लगाएर टोपी लाउँदा पनि त राम्रो देख्छ है तामाङ टोपी। अब आइरहनु त्यो चाहिँ मलाई थाहा छैन, गरे हेर्ने हो। यो रहेछ जग्गा चाहिँ, यहाँनिर हेर्ने अरे उहाँले। अब हेर्दै जाउँ कस्तो के मनपर्छ। यही हो यहाँ जग्गा वाइजको रहेछ, डिफ्रेन्ट कलेक्सन्स यहाँ रहेछ। ब्लेजरहरू चाहिँ यहाँ रहेछ। लेट्स सी अब के सेलेक्ट गरिन्छ, यसले के सेलेक्ट गर्छ। हामी रुम आइपुग्यौँ भर्खर, यस्तो टाइम लाग्यो। उसको लुगाहरू सबै कुरा भयो अर्पणाको। अन्त त्यहाँबाट एक्स्ट्रा के सपिङहरू पनि थियो, त्यो डल्लै सकेर आउँदाखेरि कति बज्यो अहिले भन्दा नेपालको टाइममा 5:18 भयो। अन्त यति छिटो टाइम पछि रियलाइज केही हुँदैन। अनि अहिले भोक लागेर चाहिँ हामीले के अर्डर गरेको छौँ, त्यही खान्छौँ। गले अनि ढुक्क भयो, लुगा चाहिँ भइसक्यो हो। अन्त यहाँनिर पुरै गर्मी छ नि त अहिले वेदर, अनि कस्तो टायर्ड फिल हुँदैछ। अरू कुरा सबै राम्रो हुँदैछ
एक्साइटेड फर द फाइनल्स एन्ड त्योभन्दा अगाडिको यो जर्नीहरू पनि एकदमै मजाले सबै कन्टेस्टेन्टले अब लिभ गर्नुपर्ने हो होइन र गरि नै रहनु भएको छ सबैजना इन्जोय गरिरहनु भएको छ अहिले चाहिँ खाली छ तर रुम चाहिँ हेर्नु सक्नुहुन्छ यस्तो मेस छ कि अब के भन्नु अनि म चाहिँ त्यही कारण चेयरमा बसेको किन म डिफ्रेन्ट जग्गामा बस्दैछु र यो जग्गा चाहिँ कन्टेस्टेन्टहरू यहाँनिर बस्दैछ क्लोज क्याम्पमा अन्त म चाहिँ एकछिन दिउँसोलाई आएको कामले गर्दा सो अहिलेसम्मको अपडेट यति नै हो अन्त यहाँबाट उता के हुँदै जान्छ हेर्दै गर्नु होला सो गाइस फ्रेस फेरि भएर अनि हामी निक्ल्यौँ हामीले केही खाएनौँ हाम्रो अर्डर क्यान्सल भयो हो कति रिस उठ्यो अनि अब गएर केही खाने हामी भोक लाग्यो अन्त बेसी हिँडेर होला कि अघि डाइजेस्ट भइसकेछ अनि अहिले चाहिँ हामी दुईजना कामले जाँदैछौँ हाम्रो मार्केटमै काम छ एकछिन अनि सपिङ ड्यू भएछ अघि आएर झोला हेरेपछि रियलाइज भयो उहाँको हजुरको उता यतानिर अन्त त्यसले गर्दा हामी जान्छौँ अहिले हामी यो कुन स्ट्रिटमा छौँ याद छैन ऱ्यान्डम एउटा स्ट्रिटमा छौँ काठमाडौँको अनि जाँदैछौँ पहिले गएर हामी केही खाने अनि त्यहाँदेखि हाम्रो काम गर्ने अनि हाम्रो काम सक्दा हुँदाखेरि एकदम ढिलो हुनेवाला छ रात पर्छ आजको चाहिँ त्यस्तै नै छ दिनभरि कुदेरै थक्की थैरान गलिस् एकदमै टायर्ड छु टायर्ड तर हाम्रो अनुहार हेर्दा चाहिँ त्यस्तो देखेको छैन होला लाइट नो एक्ज्याक्टली तँलाई चाहिँ देखेको छैन हो सो हामी जाँदैछौँ है यो काठमाडौँको सडक अनि यसरी हामी यहाँ जाँदैछौँ क्याब बुक गरेरै अनि अहिले बज्दैछ नेपाल टाइमिङ 6:23 कति छिटो टाइम बित्छ यहाँ यस्तै पिपल फ्राइडेको एपिसोड सकेँ अन्त हिजो मैले केही भ्लगहरू गर्नु भ्याइनँ किनभने हिजो अर्पणाको एपिसोड टेलिकास्ट हुँदै थियो एन्ड आज स्याटरडे आज पनि हुनेवाला छ लाइभ है अनि हजुरहरूलाई मजा आइरहेको होला उसको पर्फर्मेन्स हेर्नुलाई र जिताउनुपर्छ योपालि उसलाई अफकोर्स एन्ड ट्रफी हामी सिक्किमै लाने हो र अहिले चाहिँ हामी अहिले ब्रेकफास्ट गर्नुलाई आएको छौँ भनौँ न यहाँनिर ब्रेकफास्ट पनि होइन कफी खानुलाई आएको छौँ अनि अलिकति हाम्रो काम पनि छ यहाँ अनि मसँग यहाँ हुनुहुन्छ मदन दादा एन्ड अर्पणा हात्ती हो अन्त अहिले चाहिँ कफी पिउन आएको छौँ हामी अनि सर पनि आउनुहुँदैछ उदय सर पनि आउनुहुँदैछ अन्त बिजी भएको कारणले गर्दा कन्टिन्यू भ्लग गर्नु पाएको छुइनँ हिजोको होल डे मेरो स्किप भयो र अब आजको पनि मलाई थाहा छ कि म्याक्सिमम् स्किपै हुनेवाला छ भनेर बट मजा आउँदैछ र यो जर्नी मैले पनि क्लोजली हेरिरहेको छु अर्पणाको जर्नी अनि मलाई पनि मजा आइरहेको छ धेरै कुराहरू सिक्ने मौका मैले पनि पाउँदैछु पर्सनली अन्त मजा आउँदैछ काठमाडौँमा वेदर चाहिँ कस्तो छ भन्दा गर्मी छ अलिक बेसी नै त्यस्तै छ ल अहिलेको अपडेट चाहिँ अहिले अब टिकटक बनाउनु गइरहनु भएको छ प्रपर नेपाली बासिन्दा भइसक्नु भएको छ अब इन्डियामा त टिकटक चल्दैन त्यही कारण चाहिँ नेपालमा हुन्जेल चाहिँ उसले बनाएको अरे उसकै गीतमा अनि यहाँ दादासँग दादा चाहिँ एकदम टिकटकमा फेमस हुनुहुन्छ अब कसरी होइन होइन हो फेमस हुनुहुन्छ अनि उहाँ थ्रु दादा अर्पणाले सिक्दैछ टिकटक अनि उहाँको युट्युब च्यानल छ मदन सेन्चुरी भनेर सो उहाँको उयो पनि सब्सक्राइब गरिदिनुहोस् च्यानल पनि हामी चाहिँ रुममा आयौँ रेकर्डिङ सकेर खानाहरू खाएर अनि भ्लग गर्नु बिर्सेछु अनि यहाँ हेर्नु सक्नुहुन्छ फुलहरू जो चाहिँ हिजो अर्पणाले पाएको बट यसलाई फ्याँक्नु यति बेसी लोभ लाग्यो कि हामीले सिधा बटल यहाँ मिनरल वाटरको बटललाई काटेर यसले उसकै भिडियो हेर्नुमा मस्त छ हो अरू बेला टाइम नपाएर अनि यहाँनिर बटलमा हालेको छु मी कस्तो दामी देखेँ अन्त अल्छी लागेर चाहिँ फोन चलाउँदै बसेको अहिले अब एकछिन भएर चाहिँ हामी के गर्ने हो भन्दाखेरि अब आज टेलिकास्ट हुन्छ होइन सो लाइभको लागि निक्लिने हो म एज अ अडियन्स निक्लिने हो ऊ एज अ कन्टेस्टेन्ट निक्लिने हो अनि निन्दा लाग्दैछ यहाँ आँखा देख्न सक्नुहुन्छ एकछिन सुतौँ होला है कति बज्यो 4:42 एक निन्द्रा सुतेर उता हुने रहेछ सो अब म चाहिँ सुत्छु अनि त्यहाँबाट सेटमा भेटौँ निक्लिने सुतेर उठेपछि अनि सेटमा जाने सो यो होटलमा चाहिँ अर्पणाहरू बस्दैछ र अहिले चाहिँ हामी निस्केको लाइभको लागि स्याटरडेको अन्त अब चाहिँ हामी सेट जाँदैछौँ सिधा सुतेर उठेर निन्द्रा एकदम पुग्यो हाम्रो हेलो गाइस सो आज चाहिँ स्याटरडे एपिसोडको लागि यहाँनिर रेडी हुँदैछ हेर्न सक्नुहुन्छ भिडियो गरेपछि स्टप भएको है यो कलाकारी यहाँनिर एकदम आज इन्द्रकला र प्रोसेसमा एकजना के भन्छ एलिमिनेट हुनेवाला छ तर सी इज कन्फिडेन्ट एन्ड पोजिटिभ जति हामीले सोचे त्यति पोजिटिभ एनर्जी आउँछ अरे हाम्रोमा कि सो हो यसरी नै इन्जोय गर हाँस सरर सरर भन
भित्र त के कति टेन्सन छ नि यता रोशन दादा हुनुहुन्छ रोशन दादा हिजो सेफ हुनु भएको छ फाइनलिस्ट 3 जना फाइनलिस्ट हाम्रोमा हुनुहुन्छ एकजनाको पो प्रामेश्वर जो चाहिँ यहाँ हुनुहुन्न र यहाँ मेकअप उहाँको आधी कम्प्लिट भएको छ स्किन देख्न सक्नुहुन्छ डिफरेन्स रियालिटी यो स्किन थियो अब यहाँ टिभीको राम्रो यसरी हाई गर्नुपर्छ दाँत पनि देख्यो कतिवटा छ भित्र भनेर मर्निङ अगेन गुड मर्निङ होइन इट्स आफ्टरनुन म रेडी भएर जाँदैछु बाहिर हो अब यसमा अर्पणालाई पनि भेट्छु अनि अलिकति कतिवटा कामहरू छ के कामहरू भइबस्छ अन्त त्यसले गर्दा जाँदैछु पानीले मलाई भेट्नु आँटेको छ र यहाँनिर पानीसँग कम्पिटिसन हुँदैछ कि पानी अगाडि सेट पुग्छ कि म अगाडि सेट पुग्छु भन्ने खालको हुँदैछ किनभने पानी तपाईँहरू हेर्न सक्नुहुन्छ कालो वेदर कालो दिन छ अनि पानी पर्नु आँटेको जस्तो खालके छ हो अनि नुहाइदै गरेर भर्खर निक्लेको तर यस्तो ह्युमिड खालके छ कि तातो पनि छ तर पानी पनि पर्नु आँटेको छ जस्तो हुँदैछ हो एन्ड वेदर म तपाईँलाई देखाउँछु हेर्नु सक्नुहुन्छ काठमाडौँको वेदर पानी पनि पर्दैछ बाक्लो थोपाहरू अनि यहाँ म चाहिँ सेट जाँदैछु आज जस्ट होप कि पानीभन्दा अगाडि चाहिँ म पुगौँ यस्तो दामी भएको छ कि मलाई चाहिँ मन पर्यो अनि मलाई स्पेसली यो मन पर्यो अहिले हामी निक्ल्यौँ यहाँ गाडीबाट सरको स्टुडियो जाँदैछौँ अर्पणाको हिजोको एपिसोड सुनेर मेरो यो गीत मुखमै बसिरहेछ आज वेदर एकदमै चिसो भएको कारणले गर्दाखेरि चाहिँ वेदर डिमान्ड्स कफी त्यसले गर्दा म आएको छु यो कफीमा जो चाहिँ सरको स्टुडियोको अपोजिटमा छ यहाँबाट म लिएर जान्छु सर र अर्पणा जानुभएको छ त्यहाँनिर प्र्याक्टिसको लागि के को लागि अन्त यस्तो टाउको दुखे खालको चिसो हुँदैछ जाडो छ हो आज चाहिँ जाडो नै छ मतलब यस्तो खतरा चिसो होइन बट पानीले गर्दाखेरि एउटा दामी वेदर छ र यतिमा मलाई चिसो हुँदैछ अब सब कुराकानी अहिलेलाई ल टेक अवे मेरो भइसकेको छ कुकिज र कफी र अहिले जाँदैछु म सरको स्टुडियो अछु ओहो गेट बन्द छ कि बा मेरो हातै खाली छैन मेरो लेस पनि खुस्क्यो सबै भयो सिन गेट बन्द हाउ डु आई ओपन दिस नाउ हामी स्टुडियोभित्र गइसकेर यसको काम सकेर सी इज बिजी बिकज अहिले यसको लुगा किन्नु छ यसको हो अनि फिनालेको लागि अन्त त्यसले गर्दाखेरि चाहिँ यहाँ कन्ट्याक्ट नम्बरहरू खोज्दै कुन जग्गाबाट किन्नु हेर्दै हुँदैछ साह्रो रहेछ साह्रो हो अनि वेराज यहाँनिर म सर के गर्नुहुँदैछ देखाउँछु सरले चाहिँ यहाँनिर बिस्किट सबैलाई दिइसकेर म पछ्याएँ नि त यसले अनि सरले चाहिँ बिस्किट दिनुहुँदै थियो यहाँनिर हो अनि अब हामी निस्किन्छौँ होला यसको ड्रेस हेर्नुको लागि एन्ड इभन सरको पनि पायो भने सरको पनि किनभने इट्स अ फिनाले यहाँ पनि रहेछ लुगाहरू फाइनली अर्पणाको चाहिँ ड्रेस भयो सरको चाहिँ भएकै छैन कति ट्राई गरेँ हामीले अनि अहिले चाहिँ हामी आएको केएफसीमा केही अपडेटै गर्नु भएको छैन आफू बिजी भएर वेटिङ फर माई अर्डर अहिले मेरो अवस्था हेर्न सक्नुहुन्छ म यस्तो छु हो अनि फाइनली यहाँनिर प्रीतिका एन्ड आकृति इज हियर हो अन्त आजै आउनु भएको अघि बिहान अनि खासै चाहिँ किन यहाँनिर छु भन्दा चाहिँ अहिले हामी यो दरबार मार्ग यो एरियामा छ हो अन्त किन भन्दाखेरि चाहिँ हाम्रो फिनालेको लागि चाहिँ सपिङ अलिकति गर्नुपर्ने थियो स्पेसली उहाँको पनि मेरो पनि अलिअलि कता कता अनि त्यसले गर्दाखेरि चाहिँ हामी सपिङ गर्नुलाई आएको छ अनि ऱ्यान्डम हुँदैछ मेरो ब्लग आई नो अन्त कन्सिस्टेन्सी पनि त्यो मैले मेन्टेन गर्नु सकेको छुइनँ अहिले चाहिँ क्याब वेटिङ फर यु कल आउँछ नि हामी क्याब वेट गर्दैछ यहाँनिर हामी अन्त अब यहाँबाट जाने स्यान्डल किन्नु अनि किनेर चाहिँ ढुक्क परेर बस्ने धेरैवटा कामहरू छ तर अहिले चाहिँ ओभरअल हामी फिनालेको लागि प्रिपरेसन गर्दैछ अर्पणाको पनि आफ्नो सपिङ आफ्नो काम हुँदैछ र हामी पनि अलिअलि गर्दैछौँ अनि हजुर वेट गर्नुहोस् होला फिनालेसम्म र भोटिङ लाइनहरू भोटहरू हजुरहरू वेट गर्नुहोस् होला फिनालेसम्म अनि एकदमै धेरैभन्दा धेरै भोटहरू पनि गर्नुहोस् होला अनि फिनालेको ब्लग म अलग्गै गर्नेछु सो टिल देन सी यू इन माई नेक्स्ट ब्लग बाई बाई